Welcome everyone guys. That's the day 3 eh? Finally, welcome to the hotel viewpoint. So finally, हैन त त्यतिकै स्टाफ दाइलाई पनि भेट गरियो. Welcome everyone guys. That's the day 3 है. हामी हिजो राति आएर यहाँ बास बसेको थियौ. लस्टै जाडो छ. यस्तो चपाउ हिमाल हेर न हिमाल हो. कान्छ Hare Rama, Hare Rama, Rama Rama, Hare Hare. So guys, म चाहिँ हाम्रो नयाँ साथी है. उ चाहिँ तल स्याफ्रु बेसीदेखि माथि लाङटाङको टपसम्म चेन्टिङ गर्दै जानुहुन्छ. किनकि नेपालको स्थिति एकदमै खराब छ नि त. शान्तिको लागि पुरै ट्रायल भरि नै. जय श्री कृष्ण. सो गाइज वेलकम ब्याक है. हामी हिँडेको कति 3 घन्टा भएन. 3 घन्टा भइसक्यो. अझै यहाँबाट 3 घन्टा जति हिँडेर गोम्पा पुग्छौँ. ल साथीहरू यहाँको लोकल जुस है बकथोर्न ठ्याक्कै 3400 मिटर माथि हामी यहाँ टेस्ट गरेर आएको छौँ. इनर्जी लिइरहेको छौँ. दामी दामी. म बताउँछु ल्याउने एकचोटि. Hare Rama, Rama Rama, Hare Hare, Hare Krishna, Hare Krishna, Krishna Krishna, Hare Krishna, Hare Krishna, Krishna Krishna, Hare Hare, Hare Rama, Hare Rama, Rama Rama, Hare Hare, Hare Krishna, Hare Krishna, Krishna Krishna, Hare. Check it out guys, check it out. Finally. अब त यही नजिक आइसके जस्तो लाग्छ है. Check it out guys. तारै नजदिकै छ है. अब यहाँबाट टी सप आउँछ. टी सपबाट एउटा बुद्ध मन्दिर आउँछ. बुद्ध मन्दिरबाट अनि हामी बस्ने होटल आउँछ है. जर्नीमा लास्टसम्म आउनु भएकोमा धेरै धेरै धन्यवाद. Wow. Lavish guys, lavish. Bottles. So guys, finally है हामी यहाँ क्यान्जिङमा आइपुगेको छौँ. Finally guys, क्यान्जिङ गोम्पा है. खाना एकदम बेस्ट खाना. वेलकम गाइज, वेलकम टु द होटल भ्यू पोइन्ट है. हाम्रो बसाइ चाहिँ यहाँ हुन्छ. 4 तल्ले बिल्डिङ. ठ्याक्कै एउटा दामी कुरा चाहिँ के छ भन्दाखेरि हाम्रो यहाँ
अगाडि नै हेलिप्याड छ हेलिप्याड ठ्याक्कै अगाडि छ यसको माथि गएर हामी भ्यू देखाउँछु तपाईहरुलाई फाइनली हैन त त्रिकेश दाइलाई पनि भेट गरियो यस्तो दामी माहौलमा लाङटाङमा एक्सपेक्ट पनि गरेको थिएन दाइले सेल्फी पनि खिच्नु भयो हामीसँग